हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ होइन। सो हामी चाहिँ जाँदै बजारतिर होइन, पार्टी खाने कुखुरा सुखुरा ल्याएर आउनु पऱ्यो, अब सामानहरू ल्याउनु पऱ्यो। सो हामीसँग फेरि भेटिसक्यो हाम्रो सुदीप भाइ, बाटे साइड म्यानेजर। मेरो साइड म्यानेजर हो कि दाइले अब बेरोजगार दिए होइन, के पऱ्यो यहाँ होइन। क्यार न माया मारी छेउ सानोले, क्यार न माया मारी छेउ या हामीले यहाँ घरमेले कुनाइन्दा हो के भन्छ है त्यसको अब सुनाउँ कहाँ दोस्त आउने होइन भने के सुदीप तेरो मम्मीलाई भन्दैन त लिदी भाइ ए के अरे धर्मी भाइ यहाँ मलाई यहाँ उहारेर यहाँ पुरै उ गरिरहन् के छोपिरहन् मलाई यहाँ फुटिएर छिटाइज त राजा आएन भने कुमर छ अरे ल फ्याट्टै ममा राजा हो देश बचाओ। राजा पनि यो स्टाइलमा आउनु पऱ्यो, राजा हो देश बचाओ, राजा हो राजामा होइन कि पारामा आउनु पऱ्यो। राजा हो देश बचाओ आएन भने फेरि त्यही हो, फेरि कुडा निन्छ। सो हामीले चाहिँ बोइलर सोइलर अब सामान ल्याइसक्यो होइन। अब हामी उता डाँडा जाँदैछौँ सिक्दै, डाँडा गएर अब भेटाउँला एकछिन। बोइलर देख्नु, बोइलर हाम्रो बोइलर देख, यो बोइलर यता डिम छ, यता अङ्गुर छ, यता गिटार छ, अब यो चामल यो प्याज छ, टमाटर अङ्गुर सबै जान्छौँ। सो अब डाँडा गएर भेटाउँला सिधै अब। सो म चाहिँ यहाँ डाँडामा पुगिसकेँ होइन। यहाँ त भाइहरू छ नि, यहाँ भाइहरू पिस्तल मेरो यहाँ गाड आइसक्यो। गाड के छ गाड समय त्यो राख्यो उता के छ भाइहरूको हालखबर? म यहाँ डाँडामा बसिरहेको छु होइन। कौन छ मसँग आएको कोही मुझे बडी बोले नि हानिदिन्छु मा कोही ए नोबल है देखाइस् किन अहिले मा नोबल है मा कोही नोबल है ए चुप लाग है भिडियोमा नोबल मा उता हेर्न मेरो गाडीले कम खायो सामग्री म हेर्न यहाँ पुरै आगो बाल्न लाग्छ। एकै वचनमा यता एकै वचनमा कसको भाइ हो भन न धर्मे कसको भाइ हो र मेरो गाडो त्यो यता राजेश दादा आइसक्यो, हेन्सम दादा आइसक्यो, हाम्रो अहिलेको प्रोफेसनल गिटार मास्टर चौकुनेको प्रोफेसनल गिटार मास्टर एउटा गीत हानिदिनु न त उनीलाई डेडिकेट गरेर। उनीलाई भन्दा नि म अहिले दोस्तहरूलाई गर्न चाहन्छु। दोस्तहरूले म माथि गरेको अत्याचारलाई म यहाँ भन्न म यो दादाको भलगमा अब साथीहरूको मुखमा भन्न सकिनँ। दादाको भलगमा यो कुरो हो 10 मा मलाई 2 विषय लागेको पान खायो साथीले 10 मा 2 विषय लाए साथी टोली म लगायतको टोली सुर्खेत गयो पूरकको तयारी गर्नु। पूरकको तयारी गर्दाखेरि हल्का टाइम तलमाथि दोस्तको र हाम्रो त्यस्तै भयो। दोस्तहरूले टाइम तलमाथि भयो भन्दैमा दोस्तहरूले मसँग माया मार्ने हो। पानी खान गयो किन मारे त पानी खान नलगाउने मारे नाइ टाइम तलमाथि भयो मसँग पढेन भनेर टाइम कस्तो तलमाथि हुन्छ यस्तो बोलु हुन्छ टाइम त म भन्छु गिटारमै भन्छु मैले 5 बजे दोस्त कति बजी गएर म ट्युसन पढ्ने 8 देखि 10 होइन म अहिले पढेँ 6 देखि 7 देखि 10 मा 7 बजीसम्म पढेँ। राजेशले पढेँ 9 देखि 10 यिनीहरूको फ्रेन्डसिप देखेर मलाई अचम्मै लाग्थ्यो फ्रेन्डसिपमा म किन थिएन त्यही त म भन्न चाहन्छु। मलाई किन डाकेन पान खान हिँड भनेर मलाई किन डाकेन म पान भनेपछि म एकैछिनमा जाने मान्छे। यिनीहरूले मलाई भने तर त्यो दिन भनेन नि त। यो गीत म मेन राजेशलाई म डेडिकेट गर्न चाहन्छु। तिमीहरूले माया मार्छौ मैले मार्दिन, पान दिए पनि अब खाँदिन।
अब खादिन अब खादिन पान राजले ल्यायो भने म त खादिन डाँडा घरे साग्यो भने साथीहरूले पानमा चुना हालेर खाएछन् कस्तो चुना त्यो उसमा भित्तामा पस्ने वाला चुना तल त होइन मिठास चुना खाएछन् दोस्तहरूले लगाएछ चुना मलाई चुना लगाएर गए यो हनी सिङ्गर दादालाई डेडिकेट गरेर एउटा गीत अन्त लागि अब त्यस्तो प्रोफेसनल अब नै गिटारिस्ट जस्तो भयो भने अब हल्का जानी नजानी भने दाइलाई एउटा गीत मैले डेडिकेट गरेँ এটা কোন কহানি বলে যে एउटा हालात त राजगीर अब आगडा कोन कहानी বলে अब चाहिँ हामी एकछिन होइन हामीले डिजे ल्याउँ डिजेमा एकछिन गाना बजाएर हामी चाहिँ डान्स जान्छौँ होइन अब देखाउँ भने कपिराइट लाग्ने होला त्यही भएर अब देखाउँदिनँ म पछि भेट्छु म पछि भेट्छु हामी अब हामी चाहिँ खाना खान लाग्यो होइन खानासाना पकाएर अब चाहिँ खाना खान लाग्यो सबै बसिसक्यो है केटाहरू हामी दुई भाइ चाहिँ चट्टा हाम्रो यो ठुलैमा हो ताउलोमा पुरै तबेलीमा दुईजना फोसरको छ केटाहरू खाइसक्दैन नि खाएँ ल खाउँ किन त्यहाँ तल कमेन्ट हान्नु किन तल कमेन्ट हान्नु होइन अनि मात्रै खान्छु नत्र म यस्तै गरिरहन्छु पनि हाल्दिन कस्तो भयो हिम्मत एकदम बवाल छ बवाल छ केटा कस्तो भए एकदम बवाल खतरा भए के छ राजा के छ यता त बोबाल छ यहाँ दिइरहेको छु मैले फेरि भाइले एउटै टोपमा टोप आयो के छु यो फेरि ल अब हामी सबै छुट्टिन्छौँ होइन घरतिर लाग्छौँ होइन सो केही भन्नु छ केटा हो बाई बाई गुड नाइट ल हस् त बाई बाई म गाली गर्छु गुड नाइट